हेलो एभ्रिवान, आज हामी एक्सरसाइज 5.2 को डिटर्मिनेन्टको एमसिक्यूहरू हेर्छौँ। र फर्स्टमा छ इफ ए भनेको चाहिँ 1 0 2 3 छ भने ए को डिटर्मिनेन्ट कति हुन्छ भनेर सोधेको छ। अब यस्तो खाले क्वेसन जेनरली आउने चान्सेसहरू चाहिँ एकदमै कम छ है त। त्यही पनि डिटर्मिनेन्ट निकाल्न एकचोटि सिकिराखौँ है त। आउँदैन भनेदेखि पनि 1 0 2 3 हुन्छ। अब के हुन्छ भनेदेखि यसरी मल्टिप्लाई गरिन्छ 1 र 3 लाई 1 into 3 अनि 2 र 0 लाई मल्टिप्लाई गरिन्छ 2 into 0 अनि बीचमा साइन हुन्छ माइनस। अब यो भने कति हुन्छ 3 1 जा 3 माइनस 2 into 0 भनेको 0 र यसको एन्सर भनेको सी हो है त 3। अब 2 नम्बर हेरौँ है त। 2 नम्बरमा पनि डिटर्मिनेन्ट निकाल्नु भनेको सोधेको छ। अब यस्तो खाले क्वेसन पनि जेनरली सोध्ने चान्स एकदमै कम हुन्छ है त। अब यसको पनि भ्यालु यसको पनि डिटर्मिनेन्ट निकालौँ 1 into -1 गर्ने अनि त्यसपछि 3 र -2 लाई मल्टिप्लाई गर्ने 3 into -2 गरिदिने अनि बीचमा साइन नेगेटिभ राख्ने। अब 1 into -1 भनेको -1 हुन्छ। अब यहाँ माइनस छ है त अनि यहाँ भित्र ब्र्याकेट भित्र माइनस छ भनेपछि माइनस माइनस प्लस हुन्छ 3 2 जा 6। यो भने कति हुन्छ 5। यसको एन्सर भनेको डी। अब सी नम्बर। अब यो 3/3 को डिटर्मिनेन्ट चाहिँ अब कसै कसै क्याल्कुलेटरमा चाहिँ 3/3 को डिटर्मिनेन्ट पनि गर्न मिल्छ है त। अब क्याल्कुलेटरमा गर्न मिल्छ भनेदेखि चाहिँ क्याल्कुलेटरबाटै गर्दा पनि फरक पर्दैन है त। 2 5 8 3 6 9। अब कसरी गर्ने भनेदेखि यसको चाहिँ अब यो R1 छ नि हैन, यो रो 1 छ नि हैन, यो यसलाई रो 1 भन्छन् है त। यो R1 हो है त। R1 को अबाउटमा हामीले ओपन गर्दैछौँ है त डिटर्मिनेन्टलाई। अब 1 लेख्ने है त, 1 लेख्ने अनि यसरी 2/2 को म्याट्रिक्स बनाउने है त। अब 1 लेखिसकेपछि यो 1 को रो र कलमलाई हटाइदिने है त। यो 1 को यो भनेको कलम हो, 1 को रो भनेको यो हो है त। यसलाई हटाइदिने। अब के बाँकी रह्यो भन्दाखेरि 5 8 6 9। अब 1 पछि पालो के को 2 को। अब यहाँनिर साइन हुन्छ माइनस है त। 1 मा प्लस हुन्छ, यो बिचको एलिमेन्ट लिने हो भने माइनस हुन्छ अनि फेरि 3 मा प्लस हुन्छ। अब 2 लाई लिइसकेपछि 2 को रो र कलमलाई हटाइदिने। मैले कलर चेन्ज गरेँ है त। यो ब्लू कलर है त, रेड कलर लिउँ। यो 2 को रो र कलमलाई हटाइदिने है त। 2 को कलम हो यो, 2 को रो यो भनेपछि के बाँकी रह्यो 4 7 6 9 हैन। अब प्लस 3 हुन्छ अनि 3 को रो र कलमलाई हटाउने हो भने 4 5 7 8 हुन्छ है त। अब 5 into 9 कति हुन्छ 5 9 जा 45 माइनस 8 into 6 कति हुन्छ 48 माइनस 2। अब 4 9 जा कति हुन्छ 36 माइनस 7 6 जा 42 प्लस 3 4 8 जा 32 माइनस 7 5 जा 35 है त। 2/2 को डिटर्मिनेन्ट निकाल्न अघि नै सिकिसकेका छौँ हामीले। अब 45 माइनस 48 भने कति हुन्छ -3 माइनस अब 2 छँदैछ है त, यो 2 छँदैछ। अब 36 माइनस 42 कति हुन्छ -6 प्लस 3 इन्टु 32 माइनस 35 भनेको -3 अनि यो भनेको हुन्छ -3 माइनस माइनस प्लस 12 माइनस 9 यो भनेको हुन्छ 0। अब 0 कहाँ छ भन्दा ए नम्बरमा छ। यसको एन्सर भनेको अप्सन नम्बर ए। अब 4 नम्बर हेरौँ है त। 4 नम्बर भनेको पनि अर्कै जस्तो हो। अब यो 4 नम्बरको क्वेसनलाई चाहिँ अलिकति हामीले ध्यान दिएर हेर्ने हो भनेदेखि चाहिँ यहाँनिर अलिकति छोटो बनाइदिएको छ क्वेसन। 3 5 छ अनि यहाँ दुईटा नम्बर 0 दिएको छ 7 छ अनि 2 छ 1 छ अनि -1 छ है त। अब हामीले के गर्ने भनेदेखि अघि हामीले डिटर्मिनेन्ट खोल्दाखेरि यहाँ R1 को अबाउटमा खोलेको थियौँ नि। अब चाहिँ R2 को अबाउटमा खोलिदिने है त। किन भन्दा दुईटा नम्बर 0 दिएको छ। दुईटा नम्बर 0 दिइसकेपछि दुईटाको डिटर्मिनेन्ट त 0 हुने भयो नि त। त्यही भएर हामीले R2 को अबाउटमा खोल्ने हो भनेदेखि यो 7 को मात्रै डिटर्मिनेन्ट निकाल्ने पुग्यो क्या हामीलाई। भन्नुको अर्थ के हो भने अब यो 0 र 0 को दुईटा डिटर्मिनेन्ट निकाल्नै परेन। 7 लेखिदिने अनि 7 को रो र कलमलाई हटाइदिने है त। 7 को कलम भनेको यो हो र 7 को रो भनेको यो हो। अब जुन जुन नम्बर इन्टरसेक्ट भयो त्यसलाई हटाइदिने है त। अब के बाँकी रह्यो भन्दाखेरि 6 2 3 1। अब यो भनेको 7 6 into 1 भनेको 6 -3 into 2 भनेको 6
अब यो भनेको 7 × 0 भनेको 0 भयो। त्यही भएर यसको आन्सर भनेको बी भयो है त। खोलिराख्नु परेन अहिलेको जस्तो। अब 5 नम्बर हेर्नु है त। इफ ए इज अ युनिट म्याट्रिक्स अफ अर्डर 3 देन डिटर्मिनेन्ट अफ ए कति हुन्छ भनेर सोधेको छ है त। अब युनिट म्याट्रिक्स भनिसकेको छ भनेदेखि यस्तो हुन्छ। युनिट म्याट्रिक्स भनेको चाहिँ 1। अब अर्डर 3 को भनेको छ है त। अर्डर 3 को युनिट म्याट्रिक्स भनेको यस्तो हुन्छ 0 0 1 हुन्छ हैन। र अब यसको डिटर्मिनेन्ट निकाल्ने हो भनेदेखि युनिट म्याट्रिक्सको डिटर्मिनेन्ट जहिले पनि 1 हुन्छ। 3/3 को होस् या 4th अर्डर होस्, 5th अर्डर होस्, 2nd अर्डर होस्, जुनसुकै अर्डरको युनिट म्याट्रिक्सको पनि जहिले पनि डिटर्मिनेन्ट भनेको 1 हुन्छ है त। त्यही भएर यसको आन्सर भनेको 1 हो। यसलाई सल्भ गरेर बस्ने हैन, यो प्रोपर्टी जस्तै हो। यसलाई थाहा पाउनुपर्छ है त, इन्फर्मेसनको रूपमा लिने यसलाई। अब 6 नम्बर है त। 6 नम्बरमा चाहिँ के भनेको, अब के दिएको छ, एउटा म्याट्रिक्स दिएको छ है त। 1 1 1 ए बी सी, बी प्लस सी, सी प्लस ए प्लस बी। अब यसमा के हुन्छ भनेदेखि अब यो भनेको एमसीक्यूको क्वेसन हो है त। एमसीक्यूको क्वेसनमा चाहिँ जहिले पनि केही न केही ट्रिक्सहरू हुनसक्छ क्या। यसलाई सल्भ गर्न खोज्ने हो भनेदेखि चाहिँ यसलाई 4 मार्क्सको क्वेसन जसरी सल्भ गर्न खोज्ने हो भने पनि एन्सर निकाल्न सकिन्छ हैन। तर अलिकति ट्रिक्सहरू केही न केही छ भन्ने कुराहरू हामीले जहिले पनि माइन्डमा राखिराख्नुपर्छ है त। अब यसमा कसरी थाहा पाउने भनेदेखि अब यहाँनिर चाहिँ के गर्ने भनेदेखि हामीलाई एन्सर भनेको अब जस्तै यहाँ 2nd कलममा एबीसी छ हैन। अनि यहाँनिर चाहिँ अब यो 2nd कलम र 3rd कलमलाई जोड्ने हो भनेदेखि चाहिँ ए प्लस बी प्लस सी आउँछ भनेर देखिन्छ क्या। मैले भन्न खोजेको के हो भनेदेखि C2 मा चाहिँ हैन C2 प्लस C3 गरिदिने हो भनेदेखि हेर्नु है त के हुन्छ। अब यहाँ 1 1 1 छँदैछ। अब C2 भनेको ए हो है त। ए मा बी प्लस सी जोडिदिने, बी छँदैछ सी प्लस ए जोडिदिने क्या, यो जोडिदिने सी प्लस ए। यहाँ सी छँदैछ, अब यो जोडिदिने ए प्लस बी। अनि C3 भनेको जस्ताको जस्तै छोडिदिने ए प्लस सी ए प्लस बी है त, जस्ताको जस्तै छोडिदिने। अब यहाँबाट के कमन आउँछ भन्नु त C2 बाट। C2 मा हरेकमा ए प्लस बी प्लस सी, ए प्लस बी प्लस सी, ए प्लस बी प्लस सी छ नि हैन। त्यही भएर ए प्लस बी प्लस सी कमन लिदिने C2 बाट है त। यहाँ 1 1 1 छँदैछ। यहाँ के बाँकी रह्यो, 1 बाँकी रह्यो, यहाँ पनि 1 बाँकी रह्यो, यहाँ पनि 1 बाँकी रह्यो। बी प्लस सी, ए प्लस सी र ए प्लस बी। अब हामीले एउटा प्रोपर्टी के थाहा पाउनुपर्छ भनेदेखि कुनै पनि दुईटा रो अथवा कुनै पनि दुईटा कलमहरू इक्वल छ भने त्यसको डिटर्मिनेन्ट 0 हुन्छ। यहाँनिर के छ C1 इक्वल्स टु C2 छ नि हैन। यहाँ कलम 1 र कलम 2 को भ्यालु इक्वल छ नि, त्यो इक्वल छ। त्यही भएर यो डिटर्मिनेन्टलाई सल्भ गर्ने हो भने त्यसको भ्यालु 0 आउँछ। अब a प्लस b प्लस c इन्टु 0 भनेको 0 नै हुन्छ है त। त्यही भएर यसको एन्सर भनेको डी। अब 7 नम्बर हेरौँ है त। अब 7 नम्बर चाहिँ सजिलो छ है त। यसलाई सल्भ गरौँ है त। अब के दिएको छ भने x छ, 3 छ, 2 छ, x माइनस 1 छ, डिटर्मिनेन्ट छ र 0 दिएको छ। अब x को भ्यालु कति हुन्छ भनेर सोधेको छ है त। अब मल्टिप्लाई गरौँ है त। डिटर्मिनेन्ट निकाल्न सिकिसकेको छौँ। x ले मल्टिप्लाई गर्ने x माइनस 1 लाई, अनि माइनस साइन हुन्छ, अनि 3 इन्टु 2 गर्दाखेरि 6 हुन्छ। और अब यो भनेको x स्क्वायर माइनस x माइनस 6 इक्वल्स टु 0। अब यो सिम्पल फ्याक्टराइज त गर्न आइहाल्छ नि हैन। 3x प्लस 2x माइनस 6 इक्वल्स टु 0। अब यहाँबाट x कमन आउँछ, के हुन्छ x माइनस 3 प्लस 2 कमन लिने x माइनस 3 हुन्छ इक्वल्स टु 0। और यो भनेको x प्लस 2 अनि x माइनस 3 इक्वल्स टु 0। देयरफोर x को भ्यालु भनेको 3 कमा माइनस 2। 3 कमा माइनस 2 भनेको कहाँ छ, अप्सन नम्बर डी मा छ है त। अब 8 नम्बर हेरौँ है त। 8 नम्बरमा के भनेको छ भनेदेखि इफ ए इज अ स्क्वायर म्याट्रिक्स विथ डिटर्मिनेन्ट 0 देन ए इज भनेको छ है त। अप्सन ए भनेको युनिट म्याट्रिक्स, अप्सन बी भनेको सिङ्गुलर, सी भनेको नल र डी भनेको सिमेट्रिक भनेको छ है त। अब के दिएको छ हामीलाई भनेदेखि ए भनेको एउटा स्क्वायर म्याट्रिक्स भनेको छ। स्क्वायर म्याट्रिक्स भनेको नम्बर अफ रोज र नम्बर अफ कलम इक्वल है त, त्यही स्क्वायर म्याट्रिक्स भनेको। अनि अर्को दिएको भनेको डिटर्मिनेन्ट चाहिँ 0 भनेको छ भनेदेखि ए भनेको कस्तो खालको म्याट्रिक्स हो भनेको छ, युनिट म्याट्रिक्स। अब युनिट म्याट्रिक्स भनेको चाहिँ 1 0 0 1 हो हैन।
अब स्क्वायर म्याट्रिक्स भनेको अब यहाँ के भनेको छ ए भनेको स्क्वायर म्याट्रिक्स र यसको डिटरमिनेन्ट चाहिँ 0 भनेको छ भनेदेखि ए भनेको युनिट म्याट्रिक्स हुन्छ र युनिट म्याट्रिक्सको डिटरमिनेन्ट कति हुन्छ 1 हुन्छ भनेपछि युनिट म्याट्रिक्स हुन सकेन है त काट्दिएँ मैले यसलाई अब नल म्याट्रिक्स हेरौँ है त नल म्याट्रिक्स भनेको अब यो स्क्वायर म्याट्रिक्स भनेको छ क्वेसनमा स्क्वायर म्याट्रिक्स भनेको नल म्याट्रिक्स भने के हो यो यसलाई नल म्याट्रिक्स भन्छन् अब यो नल म्याट्रिक्स भइदिएको स्क्वायर म्याट्रिक्स किन भन्थ्यो र क्वेसनले नल म्याट्रिक्स होइन है त यो कन्फ्युज हुनु भएन अब सिमेट्रिक म्याट्रिक्स र सिंगुलर म्याट्रिक्स हेरौँ है त अब सिमेट्रिक म्याट्रिक्स हेरौँ है त SYMMETRIC सिमेट्रिक म्याट्रिक्स है त अब सिमेट्रिक म्याट्रिक्स भनेको चाहिँ AIJ भनेको AJI हुन्छ हैन यो सिमेट्रिक म्याट्रिक्स भनेको र सिमेट्रिक म्याट्रिक्सको एउटा थाहा पर्ने प्रोपर्टी के हो भनेदेखि ए भन्ने सिमेट्रिक म्याट्रिक्स छ भनेदेखि ए म्याट्रिक्स भनेकै ए को ट्रान्सपोज हुन्छ है त यो सिमेट्रिक म्याट्रिक्सको एउटा थाहा पर्ने प्रोपर्टी हो अब सिंगुलर म्याट्रिक्स हेरौँ है त सिंगुलर म्याट्रिक्स अब सिंगुलर म्याट्रिक्सको डेफिनेसन भनेको के हो भनेदेखि यो अप्सन थाहा पाउनको लागि पहिला म्याट्रिक्सहरू नल म्याट्रिक्स भनेको के हो युनिट म्याट्रिक्स भनेको के हो सिंगुलर म्याट्रिक्स भनेको के हो भन्ने कुरा बुझ्नुपर्छ है त अ स्क्वायर म्याट्रिक्स हुज डिटर्मिनेन्ट इज 0 है त कुनै पनि स्क्वायर म्याट्रिक्स छ र त्यसको डिटर्मिनेन्ट 0 छ भने त्यसलाई सिंगुलर म्याट्रिक्स भन्छन् है त भनिसकेपछि यहाँ के भनेको छ ए भनेको स्क्वायर म्याट्रिक्स हो त्यसको डिटर्मिनेन्ट 0 भनेको छ भनेदेखि यो भनेको सिंगुलर म्याट्रिक्स हो यसको एक्जाम्पल भनेको चाहिँ यस्तो हुन सक्छ है त सपोज ए भनेको 3 12 2 र 8 है त यो भनेको स्क्वायर म्याट्रिक्स पनि हो र सिंगुलर म्याट्रिक्स पनि हो है त किन सिंगुलर हो भनेदेखि यसको डिटर्मिनेन्ट निकाल्नु है त 3 2 12 र 8 है त 3 × 8 minus 2 × 12 3 8 जा 24 minus 12 2 जा 24 भनेको 0 अब स्क्वायर म्याट्रिक्स पनि हो र यो सिंगुलर म्याट्रिक्स पनि हो त्यही भएर डिटर्मिनेन्ट 0 भयो है त डिटर्मिनेन्ट 0 भयो र स्क्वायर म्याट्रिक्स भयो त्यही भएर सिंगुलर म्याट्रिक्स भएको है त त्यो चाहिँ हो अब 9 नम्बर हेरौँ है इफ ए इज ए स्क्वायर म्याट्रिक्स देन डिटर्मिनेन्ट अफ ए इज 0 इफ अब यो प्रोपर्टी हो है त डिटर्मिनेन्टको प्रोपर्टी के हुन्छ भनेदेखि यदि दुईटा रोजहरू इक्वल छ है त जस्तै A1 B1 C1 र अब R2 मा भनेको पनि A1 B1 C1 छ र यो भनेको A3 B3 C3 छ भनेदेखि R1 र R2 इक्वल छ त्यही भएर यसको डिटर्मिनेन्ट 0 हुन्छ त्यस्तै गरी जस्तै यो भनेको A1 B1 C1 छ अब यहाँनिर A2 B2 C2 छ र A1 B1 र C1 नै छ है त कुनै दुईटा कलमहरू पनि इक्वल छ भनेदेखि त्यसको पनि डिटर्मिनेन्ट 0 हुन्छ है त त्यही भएर यसको एन्सर भनेको चाहिँ डी हुन्छ है त कुनै दुईटा रोहरू इक्वल भयो भने पनि हुन्छ कुनै दुईटा कलमहरू इक्वल छ भने पनि 0 हुन्छ अब सबै एलिमेन्टहरू एउटा रोको 0 छ भने पनि डिटर्मिनेन्ट 0 नै हुन्छ अथवा यो भनेकै अल अफ देम पनि छ त्यही भएर यसको एन्सर डी भयो है त अब 10 नम्बर which one of the following is correct for determinant of A when A is a square matrix है त अब स्क्वायर म्याट्रिक्स हो भनेदेखि अब स्क्वायर म्याट्रिक्सको डिटर्मिनेन्ट भनेको स्क्वायर म्याट्रिक्सको डिटर्मिनेन्ट भनेको अब ए को डिटर्मिनेन्ट भनेको चाहिँ है त अब ए को डिटर्मिनेन्ट ए हुन सक्छ र हुन सक्दैन नि हैन म्याट्रिक्सको डिटर्मिनेन्ट भनेको त एउटा नम्बर पो हुन्छ त ए हुन सक्दैन है त अब ए भनेको स्क्वायर म्याट्रिक्स हो स्क्वायर म्याट्रिक्सको डिटर्मिनेन्ट सधैँ 1 नै हुनुपर्छ भन्ने छ र सपोज 1 2 3 4 भन्ने एउटा म्याट्रिक्स छ अरे त यसको डिटर्मिनेन्ट निकालौँ त 4 minus 6 हुने कति भयो -2 भयो नि हैन भनेपछि सधैँ 1 हुनुपर्छ भन्छ छैन 0 हुनुपर्छ भन्छ र 0 हुनुपर्छ पनि छैन भनेपछि के बाँकी रह्यो अप्सन नम्बर सी है त अब यसलाई चेक गर्दा पनि हुन्छ है त अब ए को ट्रान्सपोजको डिटर्मिनेन्ट निकालौँ है त ए को ट्रान्सपोजको डिटर्मिनेन्ट भनेको के हुन्छ 1 3 अनि यतातिर के हुन्छ 2 4 यसको डिटर्मिनेन्ट कति हुन्छ 4 minus 6 भनेको -2 नै हुन्छ है त त्यही भएर यसको एन्सर सी हुन्छ
अब 11 नम्बर हेरौँ है त। 11 नम्बरमा चाहिँ के भनेको छ भने इफ ए इज अ स्क्वायर म्याट्रिक्स अफ अर्डर 3 देन भनेको छ है त। अब माइनस के ए छ है त भनेदेखि यसको डिटरमिनेन्टको भ्यालु कति हुन्छ भनेको छ। अब यो माइनस के भनेको के हो, एउटा नम्बर त हो नि होइन, भनेपछि नम्बर भनेको डिटरमिनेन्टबाट बाहिर आउँछ अनि डिटरमिनेन्ट बाँकी रहन्छ र यो भनेको अप्सन नम्बर बीमा छ है त। अब 12 नम्बर हेरौँ। 12 नम्बरमा के भनेको छ, एउटा म्याट्रिक्स दिएको छ र त्यो सिङ्गुलर म्याट्रिक्स हो भनेको छ। सिङ्गुलर म्याट्रिक्सको डिटरमिनेन्ट के हुन्छ, 0 हुन्छ। 5 3 k - 1 6 भनेको 5 6 जा 30 माइनस अब 3 ले मल्टिप्लाई गर्ने k - 1 लाई इक्वल्स टु 0 और हुन्छ 30 - 3k माइनस माइनस प्लस 3 हुन्छ इक्वल्स टु 0। यो भनेको 33 इक्वल्स टु 3k हुन्छ। के को भ्यालु कति आयो, 11 आयो भनेपछि 12 नम्बरको एन्सर हुन्छ ए। अब 30 नम्बर हेरौँ है त। 30 नम्बरमा के छ भनेदेखि हामीले दिएको क्वेसन भनेको हामीले के दिएको छ भनेदेखि 1 2 3 अनि 2 1 2 अनि 3 3 1 दिएको छ र अप्सन्सहरू एबिसिडी मध्ये कुन चाहिँ हुन्छ भनेर भनेको छ। अब हामीले चुज गर्नु पर्यो है त। अप्सन नम्बर ए लाई हेरौँ है त। एमा के छ भनेदेखि 2 1 3 1 2 2 र 3 3 1 छ। अब यो एन्सर ठिक छ कि छैन भनेर हेर्नको लागि अब यो मल्टिपल चोइस क्वेसन हो है त। मल्टिपल चोइस क्वेसनमा चाहिँ त्यस्तो धेरै सल्भ गरिराख्नु पर्दैन है त। यसो क्वेसनलाई हेर्ने अनि ट्रिक्सहरू केही छ कि कता केही गर्न मिल्छ कि भनेर हेर्ने है त। अब यो अप्सन ए र क्वेसनलाई हेरौँ है त। यसमा के सिमिलरिटी छ भनेदेखि यो तलको छ भन्दा रो चाहिँ नि R3 छ नि, R3 यो दुइटैमा सेम छ है त। 3 2 1 छ, यता पनि 3 2 1 छ। अब R1 र R2 मा चाहिँ R1 र R2 को पोजिसन इन्टरचेन्ज भएको छ। यहाँनिर 1 2 3 R1 मा छ, यहाँनिर 1 2 3 R2 मा छ भनेपछि R1 र R2 को पोजिसन इन्टरचेन्ज भएको छ। अब R1 र R2 को पोजिसन इन्टरचेन्ज भइसकेपछि यो डिटरमिनेन्टको अगाडि चाहिँ नेगेटिभ साइन हुनु पर्थ्यो। यहाँ नेगेटिभ साइन हुनु पर्थ्यो, नेगेटिभ साइन छैन है त। त्यही भएर अप्सन नम्बर ए हुँदैन है त। मैले फेरि पनि भने R1 र R2 को पोजिसन इन्टरचेन्ज भयो है त। R1 र R2 को पोजिसन इन्टरचेन्ज भयो, कुनै पनि दुईटा रो इन्टरचेन्ज भयो अथवा कुनै पनि दुईटा कोलम इन्टरचेन्ज भयो भनेदेखि डिटरमिनेन्टको साइन चेन्ज हुन्छ है त। तर यहाँनिर डिटरमिनेन्टको साइन चेन्ज छैन। अप्सन नम्बर सीमा माइनस छ नि होइन, त्यस्तै गरी अप्सन नम्बर एमा पनि माइनस भइदिएको भए यहाँ एन्सर ठिक थियो। अब बी नम्बरलाई हेरौँ है त। बी नम्बरमा छ 2 1 2 1 2 3 3 3 1 छ है त। अब बी नम्बर ठिक छ कि छैन भनेर हेर्दाखेरि अब बी नम्बरमा चाहिँ यो C3 छ नि होइन, यो कलम 3 र क्वेसनमा दिएको कलम 3 सेम छ है त। क्वेसनमा हेरौँ, यो क्वेसनमा हेरौँ है त। यहाँ टिक लगाइदिएको छु मैले। यो क्वेसनमा हेर्दाखेरि यो पछाडिको कलम सेम छ। अब यहाँनिर चाहिँ के छ भनेदेखि C1 र C2 इन्टरचेन्ज भएको छ। C1 र C2 इन्टरचेन्ज भएको छ, तर यहाँनिर साइन नेगेटिभ छैन। नेगेटिभ नभएको कारणले गर्दा यो पनि हुँदैन। अब सी नम्बर हेरौँ है त। सी नम्बरमा नेगेटिभ दिएको छ। अब ठिक छ कि छैन हेरौँ। 1 3 2 छ अनि 2 2 1 छ अनि 3 1 3 छ है त। अब यो मैले बुझाउनको लागि चाहिँ यसरी गरेको हो। एक्जाममा चाहिँ अप्सन हेरेर थाहा हुन्छ है त। अब यहाँनिर चाहिँ के छ भनेदेखि यहाँनिर R1 सेम छ। यो 1 2 3 क्वेसनमा पनि रोमा फर्स्ट रोमा 1 2 3 नै छ, यहाँ एन्सरमा पनि 1 2 3 नै छ। अब यहाँनिर R2 र R3 चेन्ज भएको छ। R2 र R3 को पोजिसन इन्टरचेन्ज भएको छ, नेगेटिभ साइन पनि छ। त्यही भएर यसको एन्सर अप्सन नम्बर सी है त। अब 14 नम्बरमा के छ भनेदेखि यहाँ 3 दिएको छ अनि A B C P Q R X Y Z छ। अब यो 3 ले मल्टिप्लाई गर्दाखेरि हामीले के बिर्सिनु हुँदैन भनेदेखि यो 3 ले भनेको कुनै एउटा रो अथवा कुनै एउटा कलमलाई मात्र मल्टिप्लाई गर्न मिल्छ। सबै रो अथवा दुईटा रोलाई पनि गर्न मिल्दैन, तीनटै रोलाई पनि गर्न मिल्दैन, दुईटा कलमलाई पनि गर्न मिल्दैन, कुनै एउटा रो अथवा कुनै एउटा कलम भनेपछि यहाँ त तीनटै रो र तीनटै कलमलाई मल्टिप्लाई गरेको छ। अप्सन नम्बर ए भएन। अप्सन नम्बर बीमा R1 र R2 दुईटैमा मल्टिप्लाई गरेको छ, भएन। अप्सन नम्बर सीमा C1 र C2 मल्टिप्लाई गरेको छ, भएन। अप्सन नम्बर बी हुन्छ यसको एन्सर है त। र यो भिडियोमा यति नै गरौँ। अर्को भिडियोमा चाहिँ म डेरिभेटिभको क्वेसनहरू कसरी एउटै लाइनमा
1 लाइनमा डेरिभेटिभको जतिभन्दा कम्प्लेक्स क्वेसनहरू चाहिँ कसरी सल्भ गर्ने भन्ने कुराहरू सिकाउँछु। थ्याङ्क यू सो मच। भिडियो मन पर्यो भने लाइक गर्नु, कमेन्ट गर्नु र साथीहरूसँग सेयर गर्नु।